नेपाली महिला क्रिकेट टिम भारत भ्रमणमा जाने भएको छ। वर्ल्ड कप क्वालिफायरको तयारीका लागि नेपाली क्रिकेट टिम भारत जान आँटेको र भारतमा नेपाली क्रिकेट टिमले विभिन्न गेमहरू खेल्नेछ, विभिन्न किसिमका चाहिँ टुर्नामेन्टहरू खेल्नेछ। नेपालले 13 नोभेम्बरदेखि भारतका विभिन्न टिमहरूसँग गेम खेल्नेछ र त्यो गेमले नेपाली महिला क्रिकेट टिमलाई वर्ल्ड कप क्वालिफायरको लागि मद्दत पुग्नेछ भनेर अपेक्षा पनि गरिएको छ। नेपालले उत्तराखण्ड, बंगला र राजस्थानसँग खेल्नेछ। यो खेल नोभेम्बर 13 देखि हुनेछ र तपाईले हामीलाई सब्स्क्राइब गर्नुहोला। हामीले यो खेल लाइभ दिन तयारी पनि गरेका छौं, कोसिस पनि गरेका छौं। पक्कै पनि हाम्रो टेक्निकल प्रब्लम आएन भने हामी यस च्यानलबाट लाइभ पनि दिनेछौं। इन्दु वर्माको कप्तानीमा खेल्ने नेपाली राष्ट्रिय टिमको टोलीमा नयाँ सदस्यहरू पनि थपिएका छन् भने नेपाली टिम अहिले स्ट्रङ देखिएको छ। पक्कै पनि नेपालले इन्डियाका विभिन्न टिमहरू राजस्थान, बंगाल र हराउनेछ भनेर हामीले अपेक्षा गरेका छौं। नेपालको पहिलो खेल नोभेम्बर 13 मा रहनेछ र नेपालले पहिलो खेल राजस्थानसँग खेल्नेछ र नेपालको दोस्रो खेल नोभेम्बर 14 मा हुनेछ। नेपालले दोस्रो खेल उत्तराखण्डसँग खेल्नेछ र नेपालको तेस्रो खेल नोभेम्बर 15 मा हुनेछ बेंगलसँग। चौथो खेल फेरि नेपालले राजस्थानसँग खेल्नेछ भने पाँचौं खेल नेपालले फेरि उत्तराखण्डसँग खेल्नेछ र अन्तिम खेल नेपालले फेरि बेंगलसँग खेल्नेछ र यो सिरिजमा प्रथम हुने टिमले ट्रफी उचाल्नेछ र यो चाहिँ नेपालको लागि एउटा अवसर पनि हो वर्ल्ड कप क्वालिफायरको लागि। र यो टिम चाहिँ नेपाली वर्ल्ड कप खेल्नको लागि निकै भोको पनि छ। पक्कै पनि यसपालि नेपाली क्रिकेट टिमले वर्ल्ड कपमा क्वालिफाई गर्नेछ। नेपाली मेन्स क्रिकेट टिम टी20 वर्ल्ड कपमा क्वालिफायर भइसकेको छ भने नेपाली महिला टोलीहरूले पनि धेरै तयारी गरिरहेका छन्, धेरै कोसिस गरिरहेका छन् भने अब नेपालले यस किसिमको प्रतियोगितामा सामेल भएर पक्कै पनि नेपालले अर्को अब आउने वर्ल्ड कपमा खेल्नेछ भन्ने हामी अपेक्षा गरेका छौं। तपाईलाई कस्तो लाग्छ हामीले कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। भिडियो कस्तो लाग्यो शेयर गर्नु होला, हामीलाई च्यानललाई सब्स्क्राइब गर्नु होला र सक्दो चाहिँ हामीले भिडियोलाई शेयर गर्न भने नबिर्सनु होला। लाइभ हेर्नका लागि हामीलाई सब्स्क्राइब गर्नु होला। धन्यवाद। जय नेपाल।